आदरणीय मित्रहरू नमस्कार। मेरो युट्युब च्यानलमा स्वागत छ। राकेश केसी अफिसियल युट्युब च्यानलमा यहाँहरूलाई फेरि पनि मैले स्वागत गरेँ। आज चाहिँ म मटन बिरयानी बनाउन गइराखेको छु। त्यसको लागि मैले यहाँ मटन रेडी गरिसकेको छु। टक्क बेसार दलेर काटेको खसीको मासु चाहिँ यो भयो। त्यसपछि कर्म छ। मैले नुन रेडी गरेको छु। यहाँनिर मैले चाहिँ टिमुर र जिरा रेडी गरेको छु। यहाँनिर दही रेडी गरेको छु। यो मटन मसला रेडी गरेको छु। यहाँनिर तेल रेडी गरेको छु। यहाँनिर खोर्सानी रेडी गरेको छु। यहाँनिर बेसार रेडी गरेको छु। यहाँनिर प्याज रेडी गरेको छु। यहाँनिर हरियो खोर्सानी लाम्चो गरी काटेको रेडी गरेको छु। यहाँनिर चाहिँ नि लसुन रेडी गरेको छु। यहाँनिर अदुवा रेडी गरेको छु। यो धनिया। अब म यो मासुलाई 45 मिनटको लागि म्यारिनेट गरेर मिक्स गरेर राखिदिनेछु। त्यसपछि चाहिँ सम्पूर्ण भिडियो हेर्नु होला, जस्ताको तस्तै प्रतिक्रिया दिनु होला। अब चाहिँ मैले मासुलाई म्यारिनेट गर्नको लागि सम्पूर्ण चीजहरू यसमा राखिसकेको छु। अब यता देखाएको यहाँबाट हल्का हल्का सम्पूर्ण चीजहरू निकालेर मैले चाहिँ मासुमा राखिदिसकेको छु। अब बाँकी राख्न पर्ने भनेको बाँकी तेल छ। तेल राखेर यसलाई मजाले मिक्स गरेर म करिब 45 मिनट राखिदिनेछु। त्यसपछि बाँकी चाहिँ तपाईहरु हेर्दै जानुहोस् कस्तो बन्छ। अब हाम्रो मटन चाहिँ सम्पूर्ण तरिकाले मिक्स भइसकेको छ। अब म यसलाई 45 मिनटसम्म करिब छोपेर राखिदिन्छु। त्यसपछि फेरि यसलाई बिरयानी बनाउनको लागि फ्राई गर्नुपर्छ। त्यो तरिका पनि देखाउने छु। मैले कसरी बनाउँछु त्यो सम्पूर्ण तरिकाहरू देखाउने छु। भिडियोलाई स्किप नगरेर यहाँहरूले मज्जाले रमाइलो मानेर हेर्दिनु होला। मैले मटनलाई छोपिदिसकेको छु। बाँकी मैले केही बेर बाटो हेर्नेछु। यहाँहरूले चाहिँ हेर्दै जानुहोस् ल। हाम्रो बिरयानीको लागि प्रेसर कुकर रेडी भइसकेको छ। अगाडि चाहिँ हामीले म्यारिनेट गरेर राखेको मटन त्यहाँनिर छ। अब यसमा चाहिँ मैले हल्का प्याज पुराउनु पर्यो हैन। त्यसरी चाहिँ नि लसुनको पेस्ट पुराउनु पर्यो। त्यसको बादमा चाहिँ नि यो अदुवा हैन दामी सेन्ट आएको छ। सम्पूर्ण सामानहरू मैले चाहिँ राखिसके। अब अगाडि म्यारिनेट गरेर राखेको चाहिँ मटन राख्न मात्रै बाँकी छ। हाम्रो मसला रेडी भइरहेको छ। मैले तेजपत्ता पनि भन्छ, दालचिनी पनि भन्छ, त्यो पनि राखेँ। टक्क अब यसमा चाहिँ अगाडि राखेको मासु राख्दैछु। रातो भएन हैन साथीहरू। अब मैले मासु राखिदिएँ है। यसमा अगाडि बनाएर राखेको मासु मैले राखेँ। मासु पनि बलियो हुनुहुन्छ, बलियो भएको छ एकदम। मासु चाहिँ अगाडि मैले म्यारिनेट गरेर राखेको मासु यस्तो भएको छ। टक्क यसरी धेरै राम्रो भएको छ यो। किनभने यहाँ तेलहरू छोडेको छ, यस्तो छ नि त। यसो हुनुपर्छ, यसो राख्नुपर्छ। धेरै समय राख्दाखेरि दामी बन्छ। मटन बिरयानीको लागि यता मासु रेडी भइराखेको छ। यता चाहिँ यो भात रेडी भइराखेको छ। यो भात चाहिँ पुरै पाक्न दिने होइन। यहाँ यो भात चाहिँ करिब छाम्दै गर्ने भर्खर टेकाएको, त्यही भएर भएको छैन। यसरी निकालेर बिरयानी बनाउने यो कुकुर प्रेसमा राख्ने हो। करिब 80% जति पाक्यो भने यहाँबाट सर्लक्क निकालेर अनि यसलाई यता सिफ्ट गर्नुपर्छ। बिरयानीको लागि रेडी गराएको हाम्रो मटन चाहिँ रेडी अवस्थामा छ। एकदमै ग्यास स्लो बनाउनु पर्छ। मैले एकदमै स्लोमा राखेको छु। अनि मजाले पाक्दैछ। अनि यो चाहिँ यता पाक्दै गरेको भात कम्तीमा पनि यो 80-90% जति पाक्यो भने अनि त्यो भातलाई यहाँनिर ल्याएर चेन्ज गरिदिनुपर्छ। अनि
हेर्नुहोस् है, लास्टसम्म अब सकिसकेको छ। हाम्रो भात चाहिँ रेडी भइसकेको छ। यो बिरयानीमा राख्ने भात हो हैन। भात योभन्दा धेरै चाहिँ पाकेको नबनाउनु हुन अनुरोध गर्छु, किनभने धेरै पाक्यो भने फेरि यता हामीले बिरयानीको लागि कुल प्रेसमा त्यसको सिफ्ट चेन्ज गर्दाखेरि धेरै पाकिसकेको हुन्छ, त्यस कारण चाहिँ राम्रो हुँदैन। अब यता हाम्रो रेडी भइसकेको छ, सम्पूर्ण कुरा यता रेडी भइसकेको छ। मैले अब चाहिँ भातलाई यसमा राख्दैछु। हाम्रो बिरयानी चाहिँ रेडी भइसकेको छ, यहाँले देख्न सक्नुहुन्छ। अब चाहिँ सानो आगो गराउनुपर्छ, एकदमै सानो। तपाईहरुले सुन्न पनि सक्नुहुन्छ आवाज, एकदमै पाकिरहेछ। यो चाहिँ घिउ, अर्ग्यानिक घिउ चाहिँ हल्का हल्का साइडबाट राखिदिनु पर्ने हुन्छ हैन। अब यतिको बन्यो भने अब यति बनाएर म चाहिँ बलि खेल्न जाँदैछु। टक्क आएर पछि खाने हुन्छ है। ल साथीहरु, बाँकी चाहिँ अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु। अब यसलाई एक सिटी मार्नुपर्छ, करिब 1-2 सिटी त मार्नै पर्छ है। हाम्रो बिरयानी चाहिँ सम्पूर्ण रेडी भएर अब हामी खाने प्रक्रियामा छौं। टक्क कलरफुल भइसकेको छ।